च्याप्टर 3 डे 3 र आजको हाम्रो टपिक रहेको छ वर्कआउट एन्ड डायट प्लान। हामी चाहिँ के गर्छौँ भने जिम जान्छौँ, गएर सबै जिममा भएको सबै वेट्सहरू चाहिँ उचाल्छौँ अनि सबै मेसिनहरू हामीले ट्राई गर्छौँ। भोलिपल्ट पनि जान्छौँ, सेम सेम रिपिट गर्छौँ। र अर्को लेभलको हुन्छ कि उनीहरूलाई थाहा छ त्यो गर्नु चाहिँ हुन्न, बट के वेट चाहिँ उचाल्नुपर्छ त्यो थाहा हुँदैन। जस्तै आज गयो 10 केजीको बेन्च प्रेस गर्यो, अनि भोलिपल्ट गयो उनीहरूले ल आज म 20 केजीको ट्राई गर्छु भनेर 20 केजीको गर्छ। सो थर्ड विक जाँदाखेरि फेरि सेम बेन्च प्रेस 5 केजीले गर्छ। सो त्यस्तरी हाम्रो कहिले पनि रिजल्ट्स आउँदैन। के चाहिँ वर्कआउट स्प्लिट्सहरू फलो गर्ने, जस्तै पुस पुल लेग्स भयो, फुल बडी पार्ट्सको भयो, धेरै छ। सो तपाईँले आफ्नै नलेजको लागि कन्सिस्टेन्ट हुँदै साइड बाई साइड यो कुराहरू पनि रिसर्च गरेर आफ्नो वर्कआउटमा इम्प्लिमेन्ट गर्नुभयो भने तपाईँलाई एडभान्स लेभलमा जानलाई एकदमै हेल्प हुन्छ। सेम गोज विथ डायट प्लान। वर्कआउट गऱ्यो अनि फेरि घर गएर जाने बित्तिकै चिया र बिस्किट खायो, अथवा जाने बित्तिकै साथीसँग घुम्न गयो, चाउमिन मोमो खायो। फर द भेरी बेसिक खानामा त्यति कम्प्लिकेट गर्नै पर्दैन। तपाईँले सिम्पली फ्राइड ओइली फुडहरू कम गर्ने, जङ्क फुडहरू कम गर्ने, घरमा बनेको खानाहरूमा पनि थोरै तेल हालेर जस्ट स्टार्ट विथ बेसिक। तपाईँलाई प्रोटिन पाउडर लिनुहुन्न भने पनि केही पनि फरक पर्दैन। चिकन प्रोटिन, हाई प्रोटिन फुड्सहरू, पनिर, चिकन, दाल, मिल्क, बेसिक लेभलमा एभ्रिडे जिम जाने, मैले के वर्कआउट गरिरहेको छु त्यसलाई क्लोजली अब्जर्भ गरेर के रहेछ अरू वर्कआउट्स मैले के गर्न सक्छ त्योहरू पनि ट्राई गर्ने। मैले कति रेप्स गर्नुपर्ने हुन्छ, मेरो बडीले कति वेट्स उचाल्न सक्छ, त्यो सबै अब्जर्भ गरेर 6-7 विक्समा यो चेन्जेसहरू ल्याएर, खानामा चेन्जेस ल्याएर, तपाईँले अनहेल्दी जङ्क फुडहरू कम गरेर हेल्दी घरको फुडहरूमा फोकस गरेर, बाहिर निस्किँदा पनि आफ्नै टिफिन, आफ्नै लन्च प्याक गरेर देखाउनु भयो भने चाहिँ 6-7 विक्समा यु विल बी रेडी टु गो इन नेक्स्ट लेभल, एडभान्स लेभलमा। सो तपाईँको बडी त्यही अनुसार रियाक्ट गर्न थाल्छ। सो यो चाहिँ हुन्छ हाम्रो च्याप्टर 3, जस्ट वर्कआउट अन यर वर्कआउट प्लान एन्ड डायट प्लान। And I'll see you tomorrow, chapter 4, day 4. Till then, keep pushing, keep grinding. See ya.